पर्छ हैन। यसमा प्रब्लम के हो भन्दाखेरि यहाँबाट चाहिँ चिक 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 आवाज आउने हिँड्दाखेरि हैन, तलमाथि गर्दाखेरि आवाज आउने चिक 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 आवाज गर्ने चाहिँ गयो हैन। अब यसको प्रब्लम के हो भनेरखेरि मैले त अब थाहा पाइसकेको छु हैन। अब हजुरहरुलाई त्यस्तो थाहा छैन भन्ने त्यसको लागि मैले इन्फर्मेसनको लागि मैले हजुरलाई यो भिडियो हाल्दै छु। आखिर किन हुन्छ भन्दाखेरि यहाँ एउटा हब पिन हुन्छ हैन, यो दुई साइडमा बेरिङ हुन्छ सानो सानो हैन, एउटा बीचमा चाहिँ पिन हुन्छ हैन, त्यसलाई चाहिँ हब पिन भनिन्छ हैन, कसैले बुश पनि भन्छ हैन। अब यो गइदियो भने गाडी चाहिँ एकातिर तान्ने हुन्छ हैन, छड्के छड्के तान्ने, दाहिने तान्ने अथवा देब्रे तान्ने हुन्छ। अर्को कुरा जस्तो यो हजुरको टायर हुन्छ नि, टायरको पनि एक साइड भाग खाइदिन्छ हैन। त्यस्तो समस्या छ भने हजुरहरूले चाहिँ यो सिधा हेर्नु होला। अब यसलाई चेक गर्ने तरिका कस्तो हुन्छ भन्दाखेरि जस्तो यो टायर हजुरहरूको यहाँ हुन्छ हैन, यसलाई यसरी हल्लाउनु भयो नि यो हल्लिन्छ हैन। यो देख्नुभयो, यो तलमाथि यो गइरा हैन, यो बेरी यो बुश, यो यसलाई बुश भन्छ हैन, यो गएर यस्तो भएको। त्यस्तो खण्डमा चाहिँ हजुरहरूले झ्यापझुप चेन्ज गरिदिनु होला मिस्त्रीहरूले, किनकि कस्टमरलाई चलाउँदाखेरि धेरै लोड हातमा परिरहेको हुन्छ, प्यासेन्जरहरूलाई हैन बोक्दा पनि परिरहेको हुन्छ। अब यो बाइक चाहिँ धेरै गइदियो भने सोकर पनि जाने चान्सेस धेरै हुन्छ हैन, यसको यो सोकर पनि लिक भएको छ हैन। त्यसले गर्दाखेरि सबैले अब राम्रोसँग काम गरिदिनु होला कस्टमरलाई हैन। अब भन्नु होला कि यो छ, त्यति पैसा लाग्छ, यो फेर्नुपर्छ भनेर भनिदिनु होला है। हस्, धन्यवाद।